हेलो गाइस, आज चाहिँ हाम्रो अष्टमीको भोज लाग्दैछ। मैले चाहिँ यो भोजहरूको तयारी गर्दै थिएँ। आमाले थोरै गरेर मासु राख्न लाग्नु भएको छ। म चाहिँ दही राखेको थिएँ। रमाइलो लाग्छ यस्तो यस्तो गर्न पाउँदा। आफ्नो कल्चर आफूलाई राम्रो लाग्छ। थोरै गरेर राख्दै हुनुहुन्छ, तर मलाई चाहिँ धेरै मन पर्दैन, थोरै खाने बानी छ। त्यही भएर ठिक्कको मन पर्छ। मासुमा तेल देखेर चाहिँ एकदमै डर लागिरहेछ क्या। अलि सन्चो पनि छैन नि त, खान डर पनि लागिरहेछ। तर मैले त खाएन धेरै, 2-4 पिस मात्र खाएँ। मैले चाहिँ त्यहाँ हाल्न छुट्टै हालिदिनुहोस् मम्मी भन्दैछु। एकछिनमा भोज खाने तयारी हुँदैछ। यो भोज खानको लागि रेडी गर्दै थियौँ। अनि मम्मीले चाहिँ अनि हाम्रो त पोलीको मासु पनि साँधेर चढाउनुपर्छ नि त। अनि पोलीको मासु भएन भन्दै हुनुहुन्छ। अनि मैले चाहिँ सबै हालेको छु। यो दही हो। अनि नभएर मैले चाहिँ अनि एउटा मासु छानेर पोल्न लाग्दैछु गाइस। आगो कम भयो कि भनेर त्यहाँ थोरै मैले मासुहरू बसालेको थिएँ। त्यहाँ चाहिँ मैले एउटा सानो टुक्रा मासु राखेको छु चुलोमा। पोल्दैछु। अलि राम्रोसँग पाकेको छैन भन्दै हेर्दैछु। तपाईँहरूको कस्तो भयो दसैँको अष्टमी? हाम्रो चाहिँ यस्तै भयो। यहाँ चाहिँ मैले त्यो थोरैमा झोल राखेर मजाले गरगाउन लगाएको थिएँ। ग्रेभी बनाउने भनेर। ग्रेभी बिना खान सकिँदैन नि त। अनि त्यही भएर चाहिँ पुरै रेडी भइसकेपछिको भोज हो। मेरो नानीले चाहिँ खाना हतार गरिसकेकी छिन्। बिचरा खाने भनेर तानिरहेछ नि, मेरो भाग मम्मी मेरो भाग भन्दैछ। अनि मैले बस ल म खान दिन्छु भने खेल्दैछिन्। अनि मैले चाहिँ मासु पोलेर सकाएँ। अनि अझै भएको छैन के अरे भनेर हेर्दैछु। अझै भएन भनेर पोल्दैछु। ठिक हुन्छ यतिको जस्तो लागेन भनेर फेरि पोल्दैछु। आमाले चाहिँ उता गिलासमा फ्यान्टाहरू डिउहरू राख्दै हुनुहुन्छ। मम्मीले चाहिँ रक्सी पनि राख्न लाग्नु भएको छ, किनभने मम्मीले थोरै रक्सी खानुहुन्छ। अनि मैले चाहिँ मासु पोलेर सकाएर मासु काटेँ सानो सानो टुक्रा बनाएर। अनि मेरो हात चाहिँ फेरि दिउँसै मासु बनाउँदाखेरि हात काटिसकेको थियो। भए पनि आफ्नो चलनअनुसार गर्नु पर्यो भनेर मैले सानो सानो एउटा एक पिस राखेँ सबैमा। खै यस्तो चलन पहिल्यैदेखि हामी सानोदेखिको यस्तो चलन थियो। मैले ठिक छ पनि भनिरहेको छु। अब चाहिँ हाम्रो रेडी हुँदैछ। छोरीले खाने तयारी गऱ्यो। अनि हामी चाहिँ यो भगवानलाई चढाउनुपर्छ थोरै सबै चढाउनुपर्छ क्या। खानुभन्दा अगाडि चाहिँ सबै भगवानलाई चढाउनुपर्छ हामीले। अनि मैले यस्तो राख उस्तो राख भन्दैछु। सबै पालो राख्दैछिन् छोरीले। बिचारी थाहा छैन नि त। राख्दैछिन्। मासु थोरै राखेछिन्। मरमसाहरू के राख्दैछिन्। खाने बेला नमस्कार गरेर ढोक्नुपर्छ भने नमस्कार भन्दैछन् हाँसेर। खुसी भएछन्, एक्साइटेड भएछन्। मेरो भाग हो यो चाहिँ। मैले पनि त्यस्तै गरेर हाम्रो चाहिँ भगवानलाई दिने भन्छौँ। खानुभन्दा अगाडि यस्तो गर्नुपर्छ भन्छ। त्यस्तै गर्दैछु मैले पनि। मेरो खाने तयारी भइसकेको छ।
मैले खाएर तपाईँलाई पनि देखाएको छु। मेरो छोरी मस्तले खाइरहेछन् मिठो मानेर। छोरीलाई दही पनि चाडिदिँदैछु मैले चाहिँ। दही पनि मिठो मानेर खान्छ नि त, चिनी हालेको छ। अनि बिस्तारै खाऊ, हस् भनेको हस् भन्दै छिन्। अनि आमा पनि खान लाग्नु भएको छ। आमाले पनि त्यस्तै गरिरहनु भएको छ। भगवानलाई चढाउने भन्नु छ नि, त्यस्तै गरिरहनु भएको छ। हाम्रो चाहिँ अष्टमीको दिन यस्तो भयो गाइज। हजुरहरूको कस्तो भयो?